वेलकम गाइस। आज चाहिँ हाम्रो नयाँ साथी भन्दा नि मेरो भाइ आएको छ होइन। मलाई यो युट्युब अनि तीनटा ब्लग बनाइसकेला। यो युट्युबमा चाहिँ भिडियो हाल्नलाई चाहिँ यही भाइले गर्दा नि हाल्न थालेको मैले चाहिँ होइन। ऊ चाहिँ मेरो भाइ। तिम्रो इन्ट्रो दिन्छौ त तिम्रो? पहिले दिइसके एउटा फेरि देऊ न तर, धेरै टाइम भयो नि त। अर्को भिडियोमा हेरिहाल्छ होइन। हामीले यहाँ नआएको कति भयो भन त तिमी? हामीले भ्लग नबनाएको त धेरै भयो त। कति भयो? 4 वर्ष। 3-4 वर्ष होइन, 2-3 महिना चाहिँ भयो होला। लास्ट टाइम आउँदाखेरि हामीले माथि होइन नि यहाँ कि माथि बनाएको थियौँ। दुईटा आयो कि एउटा अनि हामी अब मेरो भाइ चाहिँ मेरो प्रनिश भाइ, मेरो आफ्नै चिन्छन् कि सब भाइ। फेमस भयो। फेमस होइन त तिमी? टोलमा त फेमस हो। टोलमा कुन टोलमा फेमस छ? सृजनशील टोलको चाहिँ कौशलटार सृजनशील टोलको चाहिँ फेमस भाइ भनेर हाम्रो प्रनिश गौतमलाई चिन्छन् होइन, हो कि नै? अनि भाइको गर्लफ्रेन्ड छ कि छैन भनिदिनु पर्यो। अनि तिम्रो त छ, अनि भाइ दादाको छैन होला त? ए मेरो छैन, त्यसको त छ त। कसको छ? तिम्रो गर्लफ्रेन्डको चाहिँ बोयफ्रेन्ड छ हो? हैन, यता भन्न मिल्दैन हैन। भन्यो भने के हुन्छ? ब्रेकअप हुन्छ? त्यो भन्ने मिल्दैन। के हुन्छ? यस्तो भन न यसो अलिकति कसलाई भन्दैन। यस्तो भिडियो फेरि हाम्रो स्कुलले हेर्दै भने म रस्टिकेट हुन्छ के हो। अनि तिम्रो यहाँबाट तिम्रो स्कुलबाट कोही सब्सक्राइबर छैन होला नि त हाम्रो यसमा? छन् र? छन् 20 भन्दा बढीले सब्सक्राइबर आने। अनि भोलि मेरो एउटा ब्लगमा हामीले अनि आएर के खायौँ भन नि त? धेरै खाइयो। मासु खायो। के को मासु खाएको भन नि? भाले। कहाँबाट ल्याएको रे त्यो भाले? मुस्ताङ। हो, मुस्ताङबाट ल्याएको भाले खानालाई बोलाएको मेरो भाइलाई होइन। त्यो चाहिँ मान्छे चाहिँ भर्खरै 6-7 वर्षको हो, कुरा चाहिँ एकदम 10 वर्ष भइसक्यो। छप्रीवाला पनि डान्स गर्छ, छप्री डान्स गर्दैन नि त। आमा जाडो हो नि त, यो मेरो टाउकोमा टोपी लगाइदिनु पर्छ होला। यसलाई पहिला मैले गुड बोय भनेको छ भन। हामी चाहिँ यहाँ हिटर पनि ताप्दैछौँ होइन। जाडो छ काठमाडौँमा एकदम। आज त यो वर्षकै सबसे चिसो होला होइन। कति डिग्री सेन्टिग्रेड छ अरे? हाम्रो 2 हो कि 3 डिग्री मात्र छ होइन। हिटर ताप्दै यहाँ छौँ। मेरो भाइको भोलि क्लास छैन, नभए चाहिँ आज हामी यहाँ बस्ने। अनि जाडोमा जान सकिन्छ त यतिखेर? 9 बज्न लागिसक्यो। मैले होमवर्क त छोको त छैन। तिमीले होमवर्क नि गर्ने गरे खा? तिमी कति क्लासमा रे अहिले? 3मा। अब राम्रोसँग पढ्नुपर्छ है त। के भन न तिम्रो बारेमा? मतलब घडीको पनि आवाज निकाल्न आउँछ क्या। कुन घडीको? ए सर ल निकाल त। ल अब के सब्सक्राइब गर भन्देऊ न त मेरो च्यानललाई चाहिँ। अब यो च्यानलले चाहिँ धेरै पनि हामीले मिहिनेत त धेरै गरे होइन, मतलब सब्सक्राइब चाहिँ गरिदिनु न। हामी तर आएको बेलामा सधैँ भिडियोहरू बनाइरहेको हुन्छौँ। यो पनि मिहिनेतै त होइन हो नि, हो कि नै भन न? मिहिनेतै गरे त होइन। खासै चाहिँ सब्सक्राइब के लाग्यो? 4 मिनेटको भिडियो बना होइन, त्यो हामीले त्यही यो भिडियोहरू हामीले के सब्सक्राइब बढाउने अनि पैसा कमाउने भनेर बनायो होइन। जस्ट मेमोरीको लागि मात्र होइन। पछि तिमी चाहिँ 20-25 वर्षको भएपछि हेर्दाखेरि कति राम्रो हुन्छ, हो कि नै? तिमी यस्तो फटा थियो भन्नुहुन्छ। यो दादालाई यत्रो 20 वर्षको 22 वर्षको दादालाई अङ्गालो मारेर यो 10-5 वर्षको फुच्चे। तिम्रो नाम चाहिँ के अरे? प्रनिश फटा गौतम। अनि अघि के खायो? अघि पानीपुरी खायो, अघि के खायो भने तिमीले? अघि म आउँदाखेरि रे सुरुमा एउटा स्टेप सिल खाइयो, अनि पछि स्टेसिल पछि मतलब चटपटी खाइयो,
अनि राति 8 बजीतिर होइन अनि अनि पानीपुरी पनि खाइयो अनि पछि पानीपुरी चटपटे खाएपछि अर्को कुरा पनि के भन्थ्यो के मासु खाइयो अनि पछि होइन मामा खाएको होइन मामा चाउचाउ खाएको होइन अब चाहिँ हामीले अब आजलाई चाहिँ ब्लग यति नै इन गर्ने होइन त अब 5 मिनट 5:30 को ब्लग भइसक्यो ब्लगलाई अब तिमीले इन गरिदेऊ न त ल अब हामी जाँदैछौँ अब हामी इन्ट्रो चाहिँ अर्को ब्लगमा म आफ्नो फेरि इन्ट्रो चाहिँ अर्को ब्लगमा दिन्छु ल अब बाई गाइज अब हामी अर्को च्यानलमा मिलौँ बाई बाई